ओके आज चाहिँ हामी चिम दिनलाई पुग्ने जस्तो लाग्यो नि मलाई चाहिँ मिठो भइरहेछ एकछिनमा केरा पानी छ 3-4 बोतल छ 3-4 बोतल छ पानी 3-4 बोतलले पुग्दैन नि त पुग्छ होला नि त 12 जना मान्छे 11 कि 12 ठाउँमा पाइन्छ भने त्यही किन्नु पाइँदैन त्यहाँ माथि पाउँदैन अब झर्नाको पानी ठाउँ ब्याग छु भइसकेपछि ठाउँ ब्याग नि भइसक्यो अबको हाम्रो यात्रा यता बुढा नीलकण्ठको पार्किङबाट माथि शिवपुरी गेट त्यहाँबाट चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ टिकट बुक गर्छौँ कति रहेछ पर पर्सन आजकल 100 38 100 के 1200 के फ्याट 138 तर लास्ट 1200 गरे मिलाएर रहेछ एउटा बच्चा 13 रहेछ ल यहाँ पहिला बाइक पार्किङ गर्दा पैसा लिन्न जस्तो लाग्थ्यो अहिले चाहिँ रहेछ टिकट काट्दैछ यहाँ त्यो टिकट मेरो पनि लिने एउटैमा नभए यतिमा बाइक भन्दैन के बोल्ने हाम्रो यो मिनास पाउको हाइको है अर्गनाइज बाई मिनास पाउ त्यो आफै बसेर एकताल खिच्ने को सुमन पाउ ल हाम्रो हाइक सुरु भयो आजको माई गट निकुञ्जभित्र यहाँ त्यहाँ लानु पाइँदैन ल आजको हाम्रो यात्रा सुरु भयो कस्तो फिलिङ हुँदैछ खतरा नेपालको हाइकिङ हान्नु गयो नि त धेरै पछि लग्यो केरा मङ्कीले झन्डै लाग्यो माई गट एउटा दिउँ न नि भन्न के छ र 12 वटा मात्र होला नि के फुटीले अलि सेप गरे हैन हान्ने केराको चाहिँ अलि रिक्स भइरहेको त बाँदरले गर्दा के गो पाइल्सको औषधि ओ माई गड कालो जार ल थाहा पाइरहँ सबले मेडिसिन अफ पाइल्स हो होइन भगवान् जानु तर भनेअनुसार चाहिँ हो यो पाइल्सको औषधि रे सच्यम तिम्रो फर्स्ट हाइक कस्तो हुँदैछ नेगेटिभ रमाइलो हुँदैछ भन विष्णु दाजु जानलाई चाहिँ एउटा यस्तो फुटवे चाहिँ मलाई दिएर रहेछ स्टार्टिङमा पहिले जुन हामी बाटो जान्थ्यौँ नर्मल्ली त्यो चाहिँ घाटीको लागि रहेछ एकछिनको रहेछ मर्ने क्या बाटोबाट आउँथ्यो अहिले यो हामी एक्सेप्ट ल सुरु भयो प्योर जङ्गल वे हाई निराज कति हिँडेका तिमी 9 घन्टा आज हाइकिङ वेटर रहेछ क्लियर सो फास्ट म्यान क्याप ग्याङ एभ्री स्याटरडे हाइक ल सचिन हाइकको लागि दियोस् आइतबार भयो भने भिड रहेछ भिड है त हाम्रो ग्रुप 12 जना यहाँ नै टन्नै छ है ओके
अब एकछिन केही नयाँ आएपछि फेरि स्टार्ट गर्छौँ खै सक्छु बोकेर यस्तो उठाउँदा कस्तो खालको त्यहाँ के छ हाइटको फर्स्ट झर्ना ल कस्तो दामी देखिरहेको छ नि यार नेचर है त्यहाँबाट सन यहाँबाट रुखमा हल्का मोसहरू एन्ड द फर्स्ट झर्ना अफ द हाइट होइन सानो छ त्यही पनि राम्रो छ म चाहिँ यहाँ पछाडि नै परेँ केटा अगाडि र निकै रमाइलो भइरहेको छ हाइटको लगभग 10 मिनट मात्रै भएछ अहिले तै पनि यहाँ एकदम कुल माई गड किराहरूको आवाज चाहिँ सही लाग्छ मलाई जङ्गलमा है बाटो बाटै पानी चाहिँ बगिरहेको छ हाम्रो मामाहरू चाहिँ एकदम अगाडि पुगिसके म चाहिँ अहिले लास्टमै छु लगाएर भ्यू पनि कुन कस्तो यहाँ छन् हाम्रा होइन क्या हो छुट्टै हो रहेछ हाम्रै ग्याङ आकाश जान्छ नि त ब्रो आकाश दामी लगाएर मलाई पछाडि आयो हो गरिदियो त्यस अहिले त्यही ज्याकेट लगाएर आएको छ है हेरेर हाँसिरहेको मेमोरिज आकाश चाहिँ दामी रहेछ र अहिले जस्ट हाइकिङकै लागि सुटेबल वेदर हल्का घाम लागे पनि यहाँ रुखको छाया छरीहरूले चाहिँ जस शीतल दिइरहेको छ यो किराहरू चाहिँ साह्रै कराउँदैछ हैमा स्पिडले दामी निकाल्छ है तर आवाज दामी नि ल आउनु त एक ग्रुप आएको थियो अहिले 3 ग्रुप भइसक्यो यार यही त भएन नि यार यसरी रमाइलो हुँदैन अब रोक्नुपर्छ हाम्रो एक ग्रुप त्यहाँ 2 ग्रुप पछाडि अगाडि 3 ग्रुपमा अनि भन्छ यो अगाडिको दिदीहरूले के हुन्छ अरे यसले अनि अल्सर पाइल्स माई गड ओइ माई गड के छ लामाहरूले होइन अँ 1 महिना चाहिँ खालि जङ्गलको यस्तो जडीबुटी मात्रै खाएर पनि सर्भाइभ हुने एउटा उनीहरूको त्यो स्किल सर अनि त्यो बिल्डिङमा चाहिँ अनि त्यसपछि 1 महिनासम्म यस्तै मात्रै खाएर उनीहरूले त्यो विभिन्न कुराहरूको टेस्ट गर्ने पत्ता लगाउने अनि त्यसपछि सर्भाइभ ल त्यो डिलले त खाने भनेर फाल्दै त्यो दिदी झेलिरहेछ हिमाल माथि अर्को ग्रुपहरू गीत गाएर गइरहेको छ कति रमाइलो मामा दाइहरू यहाँ आनन्दले फ्रन्ट सिटमा गीत सुन्दै चल्दैछ किरण सर हामी पनि गीत गाइदिउँ न किरण सर ओ किरण सर सुन्दैन क्या हो हामी पनि गीत गाइदिउँ न हामी कोरस मात्रै गाइदिने मैले किराले किराहरूले गीत गाउनु पर्दाखेरि यस्तो मिठोको आवाज समात्ने ओके वाट सुनचामा पानी हालेको यहाँ एउटा सङ्को थियो शङ्ख ओ माई गड बाटो छैन हिलो हुँदैछ यहाँ मिनस पो एक्सपिरियन्स कस्तो हुँदैछ एकदम राम्रो यार थकान त छैन नि यो त अहिले बिगिनर ल के रे एउटा ठाउँ कि भनेर होइन ओके ओके डन ओके पहिला यहाँ सन्चो लाउने काम भइसक्यो जुका आउने समस्या हुन्छ मनसुनमा होइन आउँछ भनेर मात्र डेटोलले जानुपर्छ बल्ल ग्रुपिङ भयो होला हाम्रो पनि यहाँ चिनेको मान्छेहरू फेरि ग्रुपमा कस्तो आवाज निकाल्यो कि यिनीहरूले मैले अलि नराम्रै काम गरेँ
टोटेमको फ्यानबाट सन्चेलियो अब रेलगेट हुन्छ जस्तो एउटा केरा बोकिरहेको केरा केरा जस्तो हुन्छ सबैलाई तर मोबाइल दामी भएपछि ठाउँ दामी हुन्छ ओहो के साह्रो कराएको हो यो हामीलाई हेलो आयो भने होला हामी जानु मन चाहिँ त्यही डाँडा पछाडितिर हो एकदम ठिक ठिक नभए के गर्नु सकिन्छ र अब केरा 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 खुवाउने त्यसका अब के साह्रो कराएको यो सक्षम सक्षम गाह्रो त भएको छैन भन न के त बोल अघि लिइसके ओहो पिङ खेलौँ यसो दोरीमा पिङ थाम्दैन मनसुन भएपछि यहाँ बाटोभरि यहाँ स्ट्रिम चाहिँ एकदम रमाइलो छ कि पानीको समस्या छैन पिँढी पानी त होइन तै पनि मुखसुख छैन बिहान त्यहाँ कस्तो नाइस पहिले यहीँबाट आउँथ्यो कि अहिलेलाई खनेर त्यो मिलाइदिएछ अहिले नाइस देखेछ है राम्रो देखेछ माई गड सही वाटरफलको आवाज सुन्दा क्या कहाँ रहेछ माई गड माथिबाट चाहिँ क्लियर देख्छ होला वाटरफल आयो सक्षम माथिबाट हेर्ने आऊ सक्षम सर फोटो लिँदै माई गड ल नाइस होइन नाइस हजुर ब्याग ठिक छ अहिलेसम्म गाडी चल्यो सबसे नाइस भयो कि यहाँबाट यहाँबाट त्यहाँबाट त्यहाँबाट जान आई डोन्ट नो ओके बिस्तारै बिस्तारी बिस्तारी त्यसमा सकिन्छ त्यसमा भिडियो पहिले हामीको द बेस्ट पार्ट होइन त यो नाइस छिरेन रमाइलो रहेछ त रमाइलो भयो नि यो वाटर क्रसिङ बेस्ट रमाइलो भयो नि लट्ठी चाहिन्छ लट्ठी चाहिन्छ ठाउँ रहेछ हेर त ओ भाइ टिकेर त्यहाँ पनि थियो होइन कुरै थियो होइन
हामी एकदम दामी झर्नातिर आएका छौँ मिनेजको भ्लगमा आउनु मन लाग्यो भिडियोको रमाइलो भइरहेछ नि मिनेज ब्लग सरी यो चाहिँ फालो है फालो ल खिचिसकेँ नि मैले अब हामी एकछिन झर्नामा खेल्छौँ त्यसले खेल्दैन खोल्छौँ हामी चाहिँ लाग्छौँ ल 30-35 जना हाल्दिनु त्यत्रो माइक अलि अगाडि छैन त्यो धार त यसरी बस्नु पर्ने क्या माइकको धार अगाडि क्या कसरी हुन्छ यसरी बस्नु पर्यो यसरी मलाई त सिधा छिटो उभिनु पुगेको लाग्छ जुम गर्दा समी भेरौँ एयरपोर्ट हामी एउटा भ्यू पोइन्ट आयो ल बल्ल दामी छ हाम्रो धरार कहाँ रहेछ यहाँ रहेछ धरार यहाँ धरार भने त यहाँ सिंहदरबार नाइस भ्यू छ यहाँबाट अन्त साइम सर यो कस्तो लाग्यो दामी दामी छ है हजुर यता पनि भ्यू माई गड नेचरको भ्यू माइज रमाइलो भइरहेछ दामी है थाकेको छैन नि माइज छैन 5 मिनट हो 5 मिनट मजाले यहाँ एयरपोर्ट रहेछ एयरपोर्ट कुनै दिन हामी हाइकिङ देख्ने मात्रै रहेछ यो बनाएको जस्तो नगरी बाटो रहेछ है अहिलेको आजको दिन मिनेजको नाममा हाम्रो डेन्जर बाटो क्रसिङ पनि सक्यो अब फेरि ब्याक टु जङ्गल होला फेरि भन् फेरि भन् दाइले भिडियो राख्छ उसले राख्छ उसको हातमा चाहिँ आज पठाइदियो हुन्छ क्या रामदाले मलाई हाइकमा सबभन्दा एक्टिभ भने हाम्रो भाउजू सुने नै भाउजू एक्टिभ ल नि आमाभन्दा अगाडिको छ छैन आउनु पछाडि पानी पऱ्यो कि रमाइलो हुन्छ तर द बेस्ट कतिवटा रेनकोट हो दाइ के कतिवटा रेनकोट नगर एउटा केमा भने त्यति अनदर झर्ना ल झर्नाको बाटो माई गड हो माई होइन त माई गॉड ओ माई गॉड दामी यहाँबाट तल गऱ्यो होइन सही हुने रहेछ फोटो चाहिँ भर्याङ बाटो आयो ल
के आउँछु म आउँछु जाउँ माथि 5 मिनट जाऊ रे समीप नागबेली बल्ल हल्का त भरे गएको छ तै पनि आइसक्यो उठिँदैन क्या अगाडि सिधा झर्यो प्रेसर नपार्ने खुट्टालाई सोसँग क्याक मिलाउँदै भर्याङ सक्यो 2 मिनटमै भर्याङ सक्यो रमाइलो भयो यस्तो बाटो आउँदैछ यो रुखको जराहरू आहा अलि सुनिएन भोल्युम लाउड गर्नु पऱ्यो भर्खरको गीतको आउँदैन मलाई ठिकै छैन यसको हर्काको भोग्राइरा होला नदिउँ भन्दा भोग्राइरा होला बिचराले यसलाई थाहा छ नि त कहाँ टेक्नुपर्छ भनेर फाइनली हामी विष्णुद्वार नि पुग्यौँ राइट द्वार लेफ्ट द्वार विष्णुद्वार माथि आएको छैन त्यहाँ तल पनि छ क्या खास तलबाट आयो भने तलबाट हाल्छ पुलै तल अहिले चाहिँ हामी विष्णुद्वारको पोखरी सोखरी खोला सोलामा खोला सोलामा घुमेर लडेर आइसक्यो हाम्रो भाइ सेतै छ ठिकै छ केही छैन होइन अब धेरै खेलेको त खिच्न पाइनँ अब हामी ब्याक टु यस्तोमा जान्छौँ होइन त टाढाबाट हेर्दा नजिकबाट आइएम सरी गाइस कविता चाहिँ राम्रै भन्छ यसले होइन फेरि सुरु भयो अचानक भ्लग हाम्रो भाइ बसेर आउँदैछ र सब अगाडि गइसक्यो आई गेस माइक गार्ड हो नै रहेछ नि त गइसकेन अगाडि नै छ त्यही छ वाज द बिटो यिनीहरू करा होला होइन म के खान्छ यसलाई नमार यस्तो कुरा नगर छोड्दै लिभ इट छोड्दै
ल कराएको किरा पनि त देखेँ नि, किरणले पनि देखेको छैन भन्दै थियो। अब भिडियोमा हेर्छ। तल हिँड्नलाई चाहिँ अलिकति गाह्रै हुन्छ, किन भन्दाखेरि हामीले ग्रिप मिलाउनु पर्छ। यसरी 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 कसरी कहाँबाट बाटो रङ रहेको थियो। भ्लग चाहिँ स्पेसली मिनस पाउलाई नेपालमा केही यादहरू पछि अमेरिका गएर हेर्न हुन्छ नि त, रमाइलो हुन्छ। भ्लग हेर्छ मिनस पाउले, भ्लग इन समीप साई युट्युब च्यानल याद। समीप साई हाम्रो ग्याङ यहाँ चाहिँ मिनस पाउ यहीँ छ। हुन्छ मिनस पाउ हान्छ भन्ने बित्तिकै मेरो अनुहार आइदिँदा मिराज पनि आउनुपर्छ। मिराजले चाहिँ फोन बोकेर एकदम डान्स आउँदो रहेछ। हेभी छ त्यसमा। उहीमा डाँडगाउँ हुने त रमाइलो छ, तर बाइक हाम्रो उता सिपुरी गेटमा छ फेरि। ल उता राउन्डबाट चन्द्रगिरी ल डन बाई बाई फर नाउ। अब केही समयपछि फेरि घुम्न आउँला होइन, हो कि होइन? जनालाई बाई बाई गरिदियो। कता खिच्ने हो? माई गड वाट स्काई। के देख्छ ब्रिफ भने पुरा क्याक पछाडि यस्तो ढुङ्गालाई चाहिँ यहाँ पानीको व्यवस्था हुँदैछ। रमाइलो हुँदैछ यहाँ स्याउ धुन पनि। मान्छे भिजिसक्यो यहाँ। ए होली खेल्ने त्यसले दामी ट्रिक छ यहाँ। रमाइलो वाटरफल नाइस। ल अब स्याउ खाने एकछिनमा। ल अर्कै लिन्छु। स्प्रिङ वाटरले ढोको स्याउ। माई गड एक बाइट लियो त बाइट लियो ब्रो, बाइट लियो बाइट लियो। आइस बाइट लियो बाइट लियो बाइट लियो। ल बाइट लियो बाइट। आइस एक बाइट लियो बाइट, एक बाइट एक बाइट भने मिठो। मिनसको एक बाइट लियो स्प्रिङ वाटरले ढोको। गरिदियो मलाई आउँदैन। बोमऱ्याङ बोमऱ्याङ दामी। एक बाइट मिठो
यो पानीको मिनरल चाउ खाएर हल्का रेस्ट हान्दै यता जङ्गलको बाटो पछि फेरि हामी जङ्गलमै छौँ तर यस्तो राम्रो क्वालिटीको बाटोमा तर ओभरअल त्यो बिग्रेको होइन कि जङ्गलकै सम्म बाटो रमाइलो रहेछ भर्याङ भन्दा ओर्लिनलाई सजिलो सर्टकट त निमा हल्का प्रेसर पर्ने तै पनि हामीलाई केही फरक पर्दैन We don't mind this way. कस्तो मिठो घाम लाग्यो कहाँ आयो बाघ फ्रम दराज मान्छमर निराज मान्छमर बाघ मान्छमर के म भिडियो खिच्दैन यस्तो ट्यालेन्ट त अमेरिकाको ट्यालेन्टमा देखाउनु पर्ने हो चल जसै उठेर भाग लागि हाइक सके अब हाइक पछि हाम्रो खाजा टाइम 12 बजी अरू पनि आउँदैछ किरण दाई सोच कहिले आउने यस्तो माहौलमा नि किरण दाई नहा यस्तो कता